यो लबी मेरो बेस्ट हो है फेरि पनि एकचोटि फर्केर आएछ एकदम सही लाग्यो फर्स्ट ल्यान्डिङ अब हावामै उतार्नु पर्छ 2-3 किल उजी उठायो हावामा खोइ अरे कहाँ फिचेको खोइ त यो उजी यतिको के स्पिडमा जान्छ त्यति गोली सकाउँछ अरे एकैछिनमा वो अलग ही लेवल का बंदा था धेरै गोली जान्छ अच्छा सतारको पूर्व खेल्नु पर्छ है नत्र जताबाट पनि आउन सक्छ गोली चारैतिरबाट एनिमी खोइ फुटस्टेप चारैतिरबाट 17 जना लाइभ रविमा अब 9-10 किल त मैले गर्नु पर्यो नि त 1 किल त्यो पनि कन्फर्म भएको छैन है अच्छा अरे भाइ एउटा नि कन्फर्म भएको गयो त्यो खोइ त मासले गोली चलेको मात्र देख्छ एनिमीहरुले कहाँ ए अरे भाइ पछाडी फर्केर मासले लुकेर आन्छ मैले जसरी खुल्लम खुल्ला ग्राउन्डमा हो भाइ त्यसपछि ये क्या है पछि मात्र ल फेरि मोबाइल नि यार के हुन्छ के जति राम्रो मोबाइल फोन लिँदा भने जाले हामी त्यस्तो हिल गर्दैन के पहिला कन्फर्म गर्ने हो त्यसपछि मात्र हिल गर्ने लाम टाउको गयो तँलाई मैले यहाँ एफपी अन गरेर स्टाइलमा मार्नेवाला थियो आफै गयो लबी कोही कहाँ अब फेरि एनिमीको तलासमा एके निक्ले है त चप्पा एकदम खतरामा म खेल्दैछु है अरूले जस्तो लुकेर होइन खुल्लम खुल्ला हेर्दैछु म अब अगाडि के हुन्छ एनिमी कहाँ छ सबै लुकेकै छ खुल्लम खुल्ला निस्केको छैन मैले जसरी किनकि यिनीहरूको मेरो जतिको आँट छैन क्या आप लेटे लेटे महीने के लाखों कमाना चाहते हैं जेमा पनि खास आँट चाहिन्छ क्या अब हिलिङ पनि छैन ये अब ड्रिङ्कहरू गर्दै अगाडि बढ्दै एक या 2 गोलीले मेरो खेल खत्तम मेरो लबीको दर्शन हुन्छ है चल झूठ खोइ त यहाँ पनि हिलिङ छैन कार 98 लिँदै म लागे मेरो अघिल्लो गन्तव्यतिर अब के हुन्छ त त्यो मलाई पनि थाहा छैन कसैलाई पनि थाहा छैन है जमेके अरे भाइ कहाँ यार यहाँबाट माथि चढेर यसो हेरेर दिनु पर्यो कि मर्छ कि त मार्छ कि त्यो दुईटा छ मेरो क्या एम है ब्रो मां कसम देख के दिल गार्डन हो गया लक्ष्य भनेकै मेरो एनिमीलाई मार्ने हो क्या पलट के लेटिए मैं कस्टमर लेके आ रहा हूं अरे यार मासले टाउको फुटाउनु पर्यो भनेको R98 ले अरे रे मार्क लगायो यार साथीहरु कहाँ गयो कोही लबी गइसक्यो होला अनि मासला त्यतिकै मर्ने भयो के यार तिमी अच्छा खोइ त मार्क गर्दैछु ठीक है साथी पनि छेउमै समझ गया खोइ त एनिमी कहाँ गयो यहाँ आएन मलाई अब किल कन्फर्म गर्नु पर्यो नि ब्रो यार मलाई मार के आऊ कन्फर्म यहाँ आयो भने यो एनिमीले मलाई देख्दैन क्या हुई मलाई मार्ने त्यो बट नै हो बट नै त भन्दिन नुप चाहिँ कन्फर्म हो लेकिन ये साला कर क्या रहा है यहाँ आइपुग्यो रहेछ खोइ कहाँ गयो होला यो चुतिया भन्ने सोचिरा होला वो अलग ही लेवल का बंदा अब तेरो आँखा फुट्या जस्तो छ भाइ राम्ररी हेर्यो भने देख्छ किधर मार रहे हो तुम मैले भएको भए देख्थ्यो कन्फर्म यहाँ छेउमा आएर हेर्छु खोइ देखेन यार आउन त आएको थियो तर त्यसले मलाई देख्न सकेन अलिक छेउमै आउनु पर्ने थियो अरे मासला साथी पनि नक अब के तिमी पनि बसेर काम छैन यार लबीतिर जान पर्ला ब्रो लागे है त म तल्लोपट्टि ग्राउन्डमा अब मेरो खेल देखाउन पर्यो यिनीहरूलाई